आफ्नो जीवनमा आत्मबल कहाँबाट पाउन सकिन्छ र आफू मन भित्रैबाट बलियो हौँ, स्ट्रङ हौँ भन्ने यहाँहरू सबैको चाहना होला नि, होइन? जब तपाईँको जीवनमा समस्याहरू आउन थाल्छ नि, सम्झनुहोस् अब तपाईँको जीवनमा परिवर्तन पनि आउँदैछ। जब समस्याहरू घेरिएर आउन थाल्छ नि, त्यस बेलामा आउन दिनुहोस्, जस्तोसुकै समस्या आओस् आओस्, जस्तोसुकै समस्या आए पनि आओस्, हेरौँला, जे पर्छ हेरौँला, परेको भोगौँला, सामना गरौँला। कसले भन्न सक्छ होला यस्ता कुराहरू? तपाईँहरूलाई थाहा छ, जसले सानो सानो समस्यादेखि ठुल्ठुला समस्याहरूको सामना गरेको छ, भोगेको छ, हन्डर खाएको छ, आफ्नैहरूबाट धोका खाएको छ, पल पल अपमानित महसुस गरेको छ, सङ्घर्ष गरेको छ, अनि जो पटक पटक असफल भएको छ, चोट खाएको छ, हो यस्ता मानिसहरू हन्डर खाँदा खाँदै भित्रैबाट बलियो भइसकेको हुन्छ। जुन मानिसले आफ्नो घाउ आफै निको बनाई आफ्ना समस्याहरू आफै समाधान गरेर आफ्नै खुट्टामा उभिएको हुन्छ नि, त्यस्तो मान्छे भित्रैबाट असाध्य बलियो हुन्छ। यस्तो मान्छेलाई कसैले कमजोर आकलन नगर्दा हुन्छ। कमजोर आकलन गरे तिनीहरूको ठुलो भुल हुनेछ। सानातिना समस्याले तिनीहरूको आँखा पग्लिँदैन। वास्तवमा मानिसहरूलाई समस्याहरूले नै, असफलताहरूले नै, सङ्घर्षहरूले नै, चोटहरूले नै बलियो बनाउँछ। सफलताले त मान्छेलाई कम्फर्ट जोनतर्फ धकेलिदिन्छ। सफलताले त अहङ्कारको विकास गर्छ, इगो डेभलप हुन्छ। म एउटा कुरो भनौँ, एकजना मानिस आफ्नो खेतीपाती गर्ने क्रममा हावाहुरी, चर्को घाम, भारी वर्षा, असिना पानी आदिले व्याकुल भएर भगवानसँग प्रार्थना गर्छ र एक सिजनको निमित्त भगवानको जस्तो शक्ति प्राप्त गर्न पाए बालीहरू सपार्थे भनेर वरदान माग्छ। भगवानले पनि तथास्तु भनिदिन्छ। खेतीपाती गर्ने बेलामा अब चर्को घाम लाग्दा आफ्नो शक्तिले छेकिदिने, हावाहुरी, असिना पानी सबैबाट आफ्नो शक्तिले बाली जोगाउने काम गर्छ। बाली निकै हरियाली भएर सप्रेको देखिन्छ, तर बाली भित्राउने क्रममा अन्नको बोक्रा असाध्य राम्रो हुन्छ, तर गुदिनै हुँदैन। र फेरि निराश भएर भगवानलाई प्रार्थना गरेर किन यस्तो भयो प्रभु भनी सोध्दछ। भगवान भन्नुहुन्छ, जसरी बालीले हावा, वर्षा, घाम, जुन, असिना पानी नझेली बाली सप्रिँदैन, ढुङ्गाले हथौडी छिनाको चोट नखाई मूर्ति बन्दैन, त्यसरी नै मानिस पनि समस्या, सङ्घर्ष, धोका, चोट, हन्डर नझेली परिपक्व बन्दैन, बलियो बन्दैन। हामी कहिले पनि समस्यादेखि भाग्नु हुँदैन। समस्यासँग सामना गर्ने हो। समस्या नझेली मानिसमा परिपक्वता आउँदैन। समस्या र समाधान एकै सिक्काका दुई पाटाहरू हुन्। समस्या सँगसँगै समाधान पनि सँगसँगै टाँसेर आएको हुन्छ। बस त्यसलाई हेर्ने आफूसँग दृष्टिकोण हुनुपर्छ, समाधान गर्ने योजना हुनुपर्छ। त्यही योजनाले तपाईँलाई आत्मविश्वासको विकास गर्छ। कम्फर्ट जोनले मानिसलाई अल्छी बनाउँछ, सङ्घर्ष गर्न सिकाउँदैन। तपाईँले आफैलाई विश्वास गर्नुहोस्, आत्मबल दरो बनाउनुहोस्, योजना बनाउनुहोस्। तपाईँले आफैले आफैलाई विश्वास गर्नुहुन्न भने तपाईँले साधारण युद्ध जित्ने बमरी शङ्का छ। अत म भन्छु, तपाईँले आफैले आफैलाई विश्वास गर्न सिक्नुहोस्। आफूसँग कसैको तुलना नगर्नुहोस्। कसैले 1000 रुपियाँको नोटलाई कचाक कुचुक कुच्याएर फालिदिँदैमा त्यसको मूल्याङ्कन घट्दैन। 1000 को नोट 1000 रुपियाँ नै हो। त्यस्तै तपाईँ भनेको तपाईँ नै हो। तपाईँको मूल्य कसैले घटाएर घट्दैन। विश्वास एउटा यस्तो हतियार हो, कहिलेकाहीँ तपाईँ हार्नु होला कुनै बाह्य कारणले, तर समग्रमा र अन्तिममा जित तपाईँकै हुन्छ। विश्वास र आत्मविश्वास भनेको त्यस्तो भाव हो, जुन विश्वास, आत्मविश्वास या आत्मबल जेसुकै भन्नुहोस्, त्यो त्यही विश्वासले नि नेतृत्व गर्ने हो, राज गर्ने हो। म तपाईँहरूलाई एउटा प्रश्न सोध्छु, जङ्गलको राजा भनेर सिंहलाई कसले उपाधि दिएको हो? किन सिंहलाई सबैले जङ्गलको राजा भन्छ? के जङ्गलका सबै जनावरहरूको मतदानले सिंहलाई राजा बनाएका हुन् र? के जङ्गलमा सिंहभन्दा ठुला अरू जनावर छैनन् र? जस्तै हात्ती, हिप्पोपोटामस, गैँडा, कुनै कुनै अर्ना पनि सिंहभन्दा ठुला हुन्छन् नि, होइन र? के जङ्गलमा सिंहभन्दा बलिया अरू जनावर छैनन्? मैले अघि नै भने हात्ती, गैँडा, अर्ना सबै बलिया छन् नि। के जङ्गलमा सिंहभन्दा अग्ला अरू जनावर छैनन् र? जिराफ हेर्नुहोस्, उँट, हात्ती। के जङ्गलमा सिंहभन्दा छिटो कुद्ने अरू जनावर छैनन्? चितुवा जस्तै। के जङ्गलमा सिंहभन्दा चलाक अरू जनावर छैनन्? मैले भन्न खोजेको, राजा बन्नको लागि सिंहसँग के त्यस्तो गुण छ? विशालता, विराटता, बल, बुद्धि, चलाकी, हाइट, फास्टनेस के छ? तैपनि सिंहलाई जङ्गलको राजा भनिन्छ। बलियो जनावर राजा बन्ने भए सिंह कहिले राजा बन्दैन थियो होला। अग्लो जनावर राजा बन्ने भए सिंह कहिले राजा बन्दैन थियो होला।
विशालकाय शरीर राजा बन्ने भए सिंह कहिले पनि राजा बन्दैनथे होला। चलाक जनावर राजा बन्ने भए सिंह कहिले राजा बन्दैनथे होला। लिगली कोर्टमा छिटो कुद्ने राजा भए जस्तै सिंह कहिले राजा बन्दैनथे होला। मैले सोच्न थालेँ यी गुणहरूले मात्र राजा बन्ने होइन रहेछ, यसको निमित्त छुट्टै गुण क्वालिटी हुनुपर्दो रहेछ जुन सिंहसँग मात्र छ, त्यो अरू कसैसँग छैन। त्यो गजबको गुण हो विश्वास अनि आत्मविश्वास। सिंहलाई कसरी जङ्गलको राजा भयो भनेर सोधे उसको जवाब हुन्छ, म आफै राजा हुँ जस्तो लाग्छ त्यसैले म राजा हुँ भन्छ। हेर्नु सिंहको विश्वास। यदि जङ्गलमा सिंह र हात्तीको जम्काभेट भए, हात्ती आफू सिंहभन्दा ठुलो र बलियो भए पनि सिंह देख्नासाथ हात्तीलाई लाग्छ यसले त मलाई खान्छ। हात्तीले खुट्टाले कुल्ची मात्र दियो भने पनि सिंह उठ्नै नसक्ने गरी थिच्चिन्छ। हात्तीले सुँडले बेरेर 100 फुटसम्म फालिदिन सक्छ, तर हात्तीले सिंहलाई देख्नासाथ सोच्न थाल्छ यसले त मलाई खान्छ। र त्यसरी नै सिंहले हात्तीलाई देख्नासाथ सोच्न थाल्छ यो मेरो खाना हो। अब हेर्नुहोस् यहाँ दुवैको सोच हो, यही सोच एक्सनमा परिवर्तन हुन्छ। यही विश्वासले मनोभावना, दृष्टिकोण या भनौँ एटिच्युड परिवर्तन हुन्छ। जब एटिच्युड परिवर्तन हुन्छ तब एक किसिमको आत्मविश्वासले तपाईँलाई अगाडि बढाउँछ र त्यही आत्मविश्वासले तपाईँ 100% जित्नुहुन्छ, 100% सफल हुनुहुन्छ। तपाईँ एटिच्युड ATTITUD लाई वर्णानुक्रम अनुसार अङ्क दिँदै जानुहोस् त थाहा पाउनुहुन्छ। जस्तै A भनेको 1, T भनेको 20, जस्तो 26 अक्षर हुन्छ। पहिलो अक्षरलाई 1 र अन्तिम अक्षरलाई 26 दिँदै नम्बर दिँदै जानुहोस् ATTITUD लाई र योगफल निकाल्नुहोस्, तपाईँको प्रतिफल पनि 100% हुन्छ। त्यसैले आत्मविश्वास गर्नुहोस् र सिंह जस्तै बलियो बन्नुहोस्, स्ट्रङ बन्नुहोस्। धन्यवाद।